एक्सन किङ निखिल उप्रेतीको बारेमा श्रीकृष्ण निरौलाले बोलेका कुरा वास्तवमा कुरा अर्कै छ। निखिल उप्रेतीलाई छाता ओढाएको चाहिँ सत्य कुरा हो, तर निखिल उप्रेतीले मलाई चाहिँ छाता ओढाऊ म तिमीलाई फिल्म खेलाइदिन्छु भनेर भनेको चाहिँ होइन। निखिल उप्रेतीसँग श्रीकृष्ण निरौलाको कुनै पनि कनेक्सन थिएन त्यो बेला है। यो कुरा थियो त एकजना डिओपीको र श्रीकृष्ण निरौलाको। नपत्याए यो पुरा भिडियो हेर्नुहोस्, त्यसपछि थाहा हुनेछ। जय शिव शङ्कर भन्ने फिल्ममा त निखिल दाईहरूको म छाता ओढेर नारायणघाट गएको क्या, हाम्रो सुशील पोखरेल। सुशील मलाई चाहिँ कस्तो भयो भने जस्तो फिल्म खेलाइदिन्छु भन्नुभयो त्यहाँको एउटा हाम्रो डिओपीले होइन, हाम्रो कृष्ण लामा दाईले होइन, फिल्म खेलाइदिन्छु भन्नुभयो। फिल्म खेलाइदिएर के म त एक्साइटेड भयो, घरमा म फिल्म खेल्ने हिरो बन्ने ह्यान्डसम स्यान्डसम बनेर नारायणघाट गयो। नारायणघाट जाँदा त्यो मलाई गङ्गोत्री होटलको पछाडि सुटिङ मलाई आज पनि याद छ। निखिल दाईहरू हिरो, अब दाईहरूको छुट्टै सुत्ने हुन्थ्यो, हाम्रो छुट्टै, अब हामी छुट्टै कोठामा हुन्थ्यो, उहाँहरूसित बस्ने कुरा त हुँदैन। अनि सुटिङमा सेटमा गएर बाबु छाता ओढाउ भन्नुहुन्थ्यो। दाइ मैले छाता ओढाउन आएको हो भन्दाखेरि होइन गर्नुपर्छ, यो फिल्ममा यस्तो गर्नुपर्छ अनि तिमी खेल्यौ भने दाईको छाता ओढाइयो होइन, धेरै थोक त्यहाँ काम गरियो, क्यामेरा बोकियो, तर लास्टमा मलाई फिल्म खेलाउनु भएन क्या। कहिलेकाहीँ उल्टो पाल्टो गराएर क्लिप जोडेर होइन यस्तो खालको भिडियोहरू बनाइदिन्छ। त्यसकारण सत्य तथ्य चाहिँ के हो त्यो कुरा बुझ्नुपर्छ। प्लस कहिलेकाहीँ अगाडि हाइलाइटमा एउटा राखेको हुन्छ तर पछाडिसम्म हेर्दै जाँदाखेरि त्यसको सत्य खुल्छ। सेम त्यस्तै भएको हो, यसमा कुरा क्लियर छ। उहाँले निखिल दाईलाई आरोप चाहिँ लगाउनु भएको होइन, कुरा अर्कै थियो, तर त्यो टोट मोड गरेर बनाउँदाखेरि त्यस्तो भएको हो। आचार्य फिल्म एकदमै चल्नुपर्छ, आचार्य फिल्म ब्लकबस्टर हुनुपर्छ, किनभने निखिल दाईको म पनि एकदम डाइहार्ड फ्यान हो। अनि निखिल दाईको आफ्टर लङ टाइम ब्याक हुँदै हुनुहुन्छ होइन। सो आचार्यलाई हृदयदेखि यति शुभकामना छ कि आचार्यले आजसम्म नेपाली फिल्मको सबै रेकर्ड तोडोस्। आफूलाई मनपर्ने कलाकार अथवा हिरोहरूलाई सपोर्ट गर्न पाइयो त्यो एकदमै राम्रो कुरा हो। उहाँ पनि भन्नुहुन्छ म एकदमै डाइहार्ड फ्यान हो, नजिकको फ्यान हो, शुभचिन्तक हो निखिल दाईको भनेर। निखिल दाईलाई अथवा निखिल दाईको यो चलचित्र आचार्यलाई फ्लप बनाउनको लागि बुझी अन्य पात्रहरू, मतलब बुझ्नु न, यस्तो किसिमको मान्छेहरूले चाहिँ अझै नेगेटिभ कमेन्टहरू गरिराख्नु भएको छ, अर्थात् उहाँलाई चाहिँ गाली गरिराख्नु भएको छ। यदि नेपाली चलचित्रप्रति माया गर्नुहुन्छ, सम्मान गर्नुहुन्छ, नेपाली चलचित्र क्षेत्र अझै माथि जाओस् भन्ने सोच्नुहुन्छ भने, नेपाली दर्शक प्योर दर्शक हुनुहुन्छ, शुभचिन्तक हुनुहुन्छ भने गाली नगर्नुहोस्, सबै चलचित्रलाई माया गर्नुहोस्, सबै चलचित्रलाई सम्मान गर्नुहोस्। आफूलाई मनपर्ने कलाकार अथवा हिरोहरूलाई सपोर्ट गर्न पाइयो त्यो एकदमै राम्रो कुरा हो। हामी सबै मिलेर चलचित्र आचार्यलाई सफल बनाऊ, किनभने यो चलचित्र नेपाली सिनेमा क्षेत्रकै एक बहुप्रतीक्षित चलचित्र हो। यसले नेपाली चलचित्र उद्योगलाई केही माथिसम्म उठ्नको लागि पक्कै पनि इट्टा थप्नेछ, सहज वातावरण गर्नेछ। नेपालमा पनि यस्तो चलचित्र बन्न सक्छ है, नेपालीले पनि यस्तो चलचित्र बनाउन सक्छ है भन्ने एक उदाहरण हुन सक्छ।